अनि आज चाहिँ बनाउँदैछु म केको तरकारी। त्यो त हजुरहरूले देखिहाल्नुभयो। मैले चाहिँ सिम्पल हाम्रो नेपाली स्टाइलमा बनाउँदैछु। सिम्पल एकदम योभन्दा मिठो पनि बनाउन सक्नुहुन्छ होला हजुरहरूले चाहिँ। म चाहिँ यस्तै सिम्पल बनाएर खाने विचार गरेँ आज चाहिँ। त्यसको लागि लसुन खुर्सानी प्याज हालिसकेँ। त्यो त देखिसक्नुभयो हजुरहरूले। मलाई चाहिँ चलाइराख्नु मन लाग्छ क्या, तर यस्तो चाहिँ गर्नु नहुने हो है। मलाई चाहिँ अलिक हतार भएको भएर होला। यो चाहिँ हल्का रातो भइ नै सक्यो। अब चाहिँ के लाउँछु, के छ बाँकी गेस। अब चाहिँ मैले लाउनेवाला छु बाँकी रहेको टमाटर। कति ढिलो चलेको भन्दै हुन्छ होला है। यस्तै हो। पाक्दैछ है। अब यसलाई चाहिँ चलाएर हल्का आराम गर्नु छोडिदिने हो। लौ जाता, किनभने यसको साइजको ढक्कन चाहिँ बिजी रहेछ क्या, त्यही भएर यो चाहिँ हल्का पाकिसक्यो। मैले एक दुईचोटि चलाएर छोपेको हो है। अब पाकिसकेपछि चाहिँ यसमा के बाँकी रह्यो, भ्यान्टा हाल्ने। ग्यासलाई सानो बनाउँदैछु किनभने डढ्छ नि त, यो भ्यान्टा अलिक चाँडै डढिहाल्ने रहेछ कि, त्यही भएर। यसमा बेसारहरू नुनहरू हाल्दा हुन्छ। नुन चाहिँ अलिक पछि हाल्दा हुन्छ है, बेसार सेसार हाल्ने। अनि चलाउने यो भिडियो चाहिँ अलिकति लामो भयो है, त्यसको लागि माफ गर्नु होला। अनि यसरी बनाउँदैछु। फेरि यसलाई छोप्ने चलाउने छोप्ने भिडियो। अनि चाहिँ यस्तो रेडी भयो है। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। सब्सक्राइब नगर्नुहुनेहरूको लागि पनि खाएँ ल।